हाई गाइज, हामीहरू चाहिँ अब राफ्टिङ लागि घरदेखि हिँडिसकेका छौँ। राफ्टिङ चाहिँ कर्णाली चिसापानीदेखि सतीघाटसम्म हुनेछ। यो चाहिँ लगभग 6 देखि 7 घण्टाको चाहिँ आज रमाइलो हुन्छ। ओके गाइज, हाम्रो बारिस्टा भाइ हो कि नै गौरव? म भोलि खोज्छु यहाँ। भइसक्यो अरे यहाँ किन्ने हो यहाँ बुझ्दै सामान कहाँ हो? तर केटा होइन यसले तर हामीले वाटरमेलन लगिदियो त्यो वाटरमेलन केही भन्नु तपाईँले? अब हिजो राति 12 बजी यो बाटो आयौँ हामी यहाँ, केही बाघसाग केही देखेनौँ। फ्रेस हुन लाग्छौँ, जान लाग्छौँ फुल्ली टोटल्ली होइन, दिमागमा मनमा मस्तिष्कमा अब तल माथि दायाँ बायाँ भएको सबै चिजलाई पालेर फ्रेस भएर भोलि हामी पुनः गेम खेलाउँछौँ। फाइनल गेम ठाकुर बाबा थर्ड पार्टी बाघ कप खेलाउँछौँ होइन। ठाकुर बाबा 9 भर्सेस मधुवन 1। ओके, हामीहरू चाहिँ कर्णाली चिसापानी आइपुगेका छौँ र यो चाहिँ 1994 मा चाहिँ यसको ओपनिङ भएको र यसको चाहिँ 500 मिटर जति चाहिँ लम्बाइ छ र मेबी 10 मिटर चाहिँ यसको चौडाइ रहेको छ। लगभग कति बजीसम्म पुगौँ हामी? हामी त बिस्तारै गयो भने त साँझै हुन्छ, 6 नै बज्छ फेरि हो त्यस्तो हुन्छ। कहाँ रोकेर नुहाउने भन्दै थियो आज जसलाई हेर्नु त्यही होला नि त। कहाँ ल त हामीहरूले चाहिँ अब हाम्रो राफ्टिङ चाहिँ गाडीबाट झारेर राफ्टिङले पम्प गरेर अब हामीले चाहिँ अब खोलामा लगिरहेको छौँ र अब हामीले सबै तयार सुरु गरिसकेका छौँ। सामानहरू तर पनि लानुपर्ने छ। आजको ट्रिप चाहिँ भाइहरूसँग रमाइलो हुनेवाला छ, एकदम फन हुनेवाला छ भाइहरूसँग। हाम्रो चिसापानीदेखि सतीघाटसम्मको ट्रिप लगभग 6 देखि 7 घण्टाको र हामीहरू चाहिँ सायद यहाँ टिकापुरमा पनि हामीहरू जानेछौँ। टिकापुरमा एकछिन हामीहरू घुम्नेछौँ 1-2 घण्टा र त्यहाँबाट घुमेर चाहिँ हामीहरू लगभग 2 घण्टा लाग्ला, फेरि 1-2 घण्टा लाग्छ। त्यहाँबाट हामीहरू चाहिँ सतीघाट जानेछौँ। ओके गाइस, हाम्रो राफ्टिङ स्टार्ट भयो। अब पुरा वाइल्ड पारामा एन्ड चिल पारामा। फाइनली वी आर रेडी नाउ। या वी आर रेडी फर वाइल्ड, रेडी फर रक एन्ड रोल। हाम्रो सौरभ दाई पुरै काउबॉय जस्तो देखिनु भएको छ कि आज। काउ होइन, बफेलो नै, काउ नै अक्स बाबुले लगायो। लेट्स स्टार्ट। हाम्रो काउबॉय जेठान अनि छोरो हाम्रो भाइ विपिन भाइ लाउरे, यो चाउरे फुटबलको हिरो हाम्रो गौरव भाइ अनि हाम्रो फुटबलको हिरो भाइ। म चाहिँ डन यहाँ छु। हामी के कान्छ्यामाको छोरा हाम्रो भिडियो आउँदैन भने अगाडिको मान्छे सो हाम्रो भाइहरू चाहिँ नुहाइरहेका छन्। केटाहरू फुल्ली इन्जोय गरिरहेका छन्। हाम्रो भाइहरू बबालसँग नुहाइरहेका छन्। मोबाइल ल्याएन म्याम पहिला सुरुमा सुगन जानुपर्छ। हामीहरू टिकापुर पार्क आइपुगेछौँ सबैजना। अब एकछिन 5-10 मिनट घुमेर अब हामीहरू फर्किन्छौँ यहाँदेखि। त्यसपछि 1 घण्टा लाग्छ यहाँदेखि।
गाडी आउँदैछ, टाइम लाग्छ, त्यही कारणले हामी चाहिँ अब एकछिन टाइम 1-2 घन्टा लगेछु। यो चाहिँ वीरेन्द्र विश्राम पार्टीका, सायद यो चाहिँ राजा वीरेन्द्र पहिला आएर रेस्ट गर्ने ठाउँ। यो चाहिँ ऐश्वर्य उद्यान भन्ने ठाउँ हो, यो टिकापुरको एकदम राम्रो ठाउँ छ। हेर्दा कस्तो सुन्दर छ। र यहाँ चाहिँ हाम्रो भाइहरूले चाहिँ दामी दामी बबाल फोटो खिचिरहेका छन्। ऊ खतरा खतरा। हाम्रो फोटो सेसन भइरहेछ, फोटो सेसन भइरहेछ हाम्रो फोटो खिच्ने कार्यक्रम। ल अलिअलि बाटो बिर्स्यो होइन, यो बाटो बिर्साउने चाहिँ हामीलाई पिसा फेर्न गर्थ्यौँ, रङ टर्न भयो हाम्रो। ल त अब हाम्रो टिकापुरको 1-2 घन्टा घुमाएपछि अब हामीहरू चाहिँ सतीघाटतिर अब हामीहरू फर्किँदैछौँ। अब हामीहरू अबको 1-2 घन्टामा हामीहरू चाहिँ सतीघाटतिर अब पुग्छौँ हामीहरू। अब हामीहरू चाहिँ टिकापुर पार्क घुमेर हाम्रो चाहिँ फर्किँदैछ। अब 1 घन्टा लाग्छ तल जान। अनि भयो राम्रो मौसम आछ यार, मस्त यहाँ विवश दाइ। अनि को रमाइलो लाग्छ कसलाई? ओ माय गॉड, यतातिर बोवाल आइरहेछ। फोटो खिच्नु न एउटा फोटो हामी बाँकी बस्नु पर्यो, मान्छे जहाँसुकै जाओस् भन्नु। वाह विशाल वाह। टाइटानिक पुल आराम सबजना आइज ओइ छैन यही पानीमा तपाईँ होला नि लाग्नु भन्छ। हो ल ल ल ल सिधा 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 अब सिधा 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 ल ल हेर फोटो हानेर भिडियो हो बे। 1 2 3 1 2 3 1 2 पानी भित्र देख्नुलाई चाउचाउदै यार चाउचाउदै खानु। हाम्रो एन्डिङ पोइन्ट हामी आइसक्यौँ। हेर्नु राम्रो रहेछ, एन्डिङ पोइन्ट आयो हाम्रो। ल उसले सौरभले हान्न त सौरभले हान्न देऊ न केटा, हान बा ल समाज 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 ल कडा 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 कडा
त्यो लिएर अब किन राखिराख्छ ओइ मेरो माया हामी सबैजना गाडीको वेटमा तिम्रो माया किन प्यारा भए चिलमा कस्तो भयो त आजको समग्रमा भन्नु पर्दाखेरि तपाईको एकदम राम्रो अनि रमाइलो पनि भयो है अनि त्यसपछि दामी भयो किन सर्ट वेबाट भन्नु पर्दाखेरि अभाव ल आजको मुख्य म्यानेजमेन्ट गर्ने थ्याङ्क यू गाडी जान हामीलाई टक्क गाडी लिन आइसकेको छ गाइजहरू खुसी र अब यहाँ ड्राफ्टिङ माथि लोड गर्नु गाइजहरूले अब टक्क लोड गर्दैछन् रात पनि तिम्रै हो बना कि मायाले हो बना तिम्रै हो बना कि मायाले हो बना मार्दै मार्दै गयो जमाना